Hello everyone, good morning. के छ खबर? म चाहिँ एकदमै सन्चै छु। आज चाहिँ म काममा जान लाग्यो। ड्राइभरसँग काममा जाँदैछु। कहाँ लानुहुन्छ थाहा छैन। आज जाने हो काममा। घरमा के गरी बस्ने यार। जाँदा जाँदै ऐसलु पनि पाउँछ है क्या हो। ऐसलु खाँदै जाने हो कि फेरि। अलिक माथि नै पो रहेछ डल्ले भयो भेट्दैन। यति पनि झऱ्यो। एक्सर्साइज गरेकोले त्यो पनि यस्तो यस्तो दुखिरहेछ यस्तो यस्तो दुखिरहेछ। एक्सर्साइज गर्नुपर्छ। एक्सर्साइज गरेर भने चाहिँ अलिक हुँदैन नि त। टायर चाहिँ त धेरै टाढो छ। हामी बस्ने रुमदेखि अलिक टाढै भनौँ न। अलिक टाढो त्यही भएर जाँदैछु। धेरै गाह्रो के गर्नु छ जिन्दगी। आज मैले कसरी काम गर्छु हेर्नु ल गाउँतिर। म तपाईँलाई भिडियो रेकर्ड गर्नु लाएर टक्क देखाउँछु। ढुङ्गा फुटाउँछु। ढुङ्गा फुटाउँछु। ओके लभ यु अल बाई। अहिले फेरि पनि नेक्स्ट भिडियोमा हजुरलाई देखाउने नै छु है। ओके यता चाहिँ पुरै सागको खेती रहेछ है त। उपरतिर चाहिँ पुरै सागहरू बिग्रिया रहेछ। यता चाहिँ जो सागहरू यस्तो दामी रहेछ। विदेशमा भएको भए माको छ यो कति खान्थ्यो होला मैले। काँचो काँचो खान्थ्यो म त साग त प्रायः जस्तो। मासु फ्राई गर्ने, मासु फ्राई गरेर माथिबाट हल्का राखिदिने, धेरै नपकाउने त्यस्तै खाइदिने। दाइहरूसँग कल पनि गरेको छैन यार। भरे कैलाश दाइलाई नम्बर के अरे वाट्सएप नम्बर मागेर दाइहरूलाई कल गर्नु पर्यो। भरे चाहिँ जङ्गलको बाटो पो त हो। कम हो त कम। बुबु चाहिँ इसा खाएर आउनुभयो कि बिहानै? आमामा बिहानै रुच्छ है। है मलाई त बिहान बिहानै रुच्दैन के। नाइ यस्तो के बसिन्टेन श्रेकान मिङबुसिहान्छ द्रोकान टाइम मात्र इसेछ। तातो इसा तातो भात खाने भनेको त एक टाइम हो। न त अनि त्यो चिसो त्यो फ्रिज त्यो एसीको हावाले चिसो बनाएको भात हो।
खाना खानु पर्यो बुढीले के हालिदियो थाहा छैन धन्यवाद दाइ धन्यवाद लोकल केरा आएको छ आठे नै टाइट आलुको तरकारी बनाएछ नि त बुढीहाले राम्रो नि यो कम्पनी भन्दा त मजा आयो काम गर्यो सुखवाल थप भने म अचारी सुखवाल लाउनु पर्यो त्यहाँ कता पुगेन रे भन्नु 2 लाख रुपियाँ आएको 70,000 दाम पनि 2000 लागि आएको यता सुखवाल लाउनु पर्यो गाह्रो लाउनु पर्यो खोइ यता कता हो 2000ले 70,000 लग्यो जालीले 50,000 1,20,000 गइहाल्यो पहिलाको 15,000 काम लाउन लाग्यो 1,35,000 सकिहाल्यो बाँकी 95,000 दियो भने 60,000 बाँकी 60,000 तपाईँहरूलाई दिँदैछु अब कहाँबाट ल्याएर दिनु खडा हालेर मुद्दा हालेर बिजनेस गरेर कम त उ गरेर त मेरो चाहिँ उहाँले यहाँ बारी यत्रो ढुङ्गा झाले मेरो केही मतलब गरिदिनु त्यही त उसकोमा त्यो 4 लिटर रोडेको त्यो मकै खर्दै छ नि एउटा त्यो आइने काहीँ नभए खेती आइने मकै खर्च गइरहेको थियो अर्कोबाटको त्यो बुढो सोध्दै माथि रोडतिर बस्छ उतापट्टि खन्नु भनेर मकै झगडा गरेर ओडामा दाइहरू चाहिँ बिहानै खाएर आउनुभएछ अनि मलाई चाहिँ बिहानै रुचेन रुच्दैन पनि बिहानै चाहिँ रुच्थ्यो अनि बुढा हाल्यो बटुकाउनु हुँदैन ल्याएको यो चाहिँ फेरि नयाँ आलु क्या नयाँ आलु दामी छ लोकल केरा खाँदै काम गर्ने दिदी केरा खानुभयो कि लोकल हामी नक्कल ल्याउनु त अब तल जाने ढुङ्गा फुटाउन सक्काले yang viral no YouTube nggak cukup अलिकति बिग्रिसक्यो हारा टिकटकमा मार्छु के त्यस्ता नै त्यतिकै धेरै गाह्रो छ त त्यतिखेर गाईको आमा कोही त्यस्तै यो त मकैबारी बिस्तारी राखिदियो है बन्द लङ छैन ककात्यो का गर्नु नागा चिउनु कसँग हेलो एभ्रिवान नमस्ते
अब चाहिँ मेरो भ्लग सक्यो आजको यति नै हो आज चाहिँ ढुङ्गा फुटा आउनु आएको थियो नि त फर्स्ट टाइम आएको भोलि आउन सक्छु कि सक्दैन थाहा छैन गाउँ धुम्बा पुरा धुम्बा लागिरहेछ हो थाहा छैन राम्रो आउँछ कि आउँदैन अब बिस्तारै जाने गाडी आउँछ गाडी कुरिरहेछ यता जङ्गलतिर हो त्यस्तै छ ओके आजको भिडियो यति नै हो थ्याङ्क यू सो मच हेरिदिनु भएकोमा यति अनि माया गर्न नबिर्सिनु होला मेरो साथीहरूलाई धेरै धेरै सम्झना छ मेरो साथीहरू सबैजनालाई के फोनमा बोल्नु पाएको छैन घर आएकोदेखि साथीहरूसँग बोल्नु पाएको छैन त्यही भएर अलिक गाह्रो छ अब भरेतिर भिडियो पोस्ट गरेर दिदीहरूसँग फोन गर्छु लभ यु अल मिस यु अन्जना दी